टसीदेले नमस्कार टिभी नेपाली समाचारमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिलु सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलाइ लामा ज्यूको बोधगयामा आगमन। केन्द्रीय तिब्बती प्रशासनद्वारा अमेरिकी सिनेटमा रिजोल्भ तिब्बत ऐनको परिचयलाई समर्थन। सिक्योङद्वारा भारत तिब्बत सङ्घका राष्ट्रिय कार्य समितिको बैठकमा सम्बोधन। क्यानाडाको संसदले मध्यमार्गी दृष्टिकोणको समर्थन गर्ने प्रस्ताव पारित। 15 विधायकहरूले गणतन्त्र चीनको सामूहिक डिएनए सङ्कलन अभियानको आलोचना। अमेरिकी कङ्ग्रेसनल एक्जिक्युटिभ कमिसन इन चाइना CECCले तिब्बतमा मास डिएनए सङ्कलनमा थर्मो फिशर वैज्ञानिकको संलग्नताबारे सोधपुछ। प्रतिनिधि कर्म सिंघेले बेजिङमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङलाई तिब्बतबारे मुद्दाहरू उठाउन आग्रह। तिब्बत एकता आन्दोलन प्रदर्शन 1 दशकमा प्रवेश। अब समाचार विस्तारमा। परम्परा दलाइ लामा ज्यूले आज बिहान बोधगया स्थित महाबोधि मन्दिरको दर्शन गर्नुभएको छ। हिजो विश्वका विभिन्न स्थानहरूबाट आएका हजारौं भक्तजनले परम्परा ज्यूलाई स्वागत गरेका थिए। बोधगया सबैभन्दा महत्त्वपूर्ण बौद्ध तीर्थस्थलहरूमध्ये एक हो, जसमा महाबोधि मन्दिर पनि समावेश छ, जुन भगवान बुद्धले ज्ञान प्राप्त गरेको स्थानलाई चिन्ह लगाउन निर्माण गरिएको हो। परम्परा ज्यूले यस महिनाको अन्त्यमा 3 दिनको शिक्षा दिने कार्यक्रम रहेको छ, जसमा गेलुक तिब्बती बौद्ध परम्पराद्वारा दीर्घायुको प्रार्थना सेवाको आयोजना पनि गरिएको छ। यस हप्ता सोमबार परम्परा ज्यू दिल्लीको लागि धर्मशालाबाट प्रस्थान गर्नुभएको थियो। सालवान एजुकेसन ट्रस्टको निमन्त्रणमा परम्परा ज्यूले गुडगाउँ सालवान पब्लिक स्कुलको भ्रमण गर्नुभयो, जहाँ परम्परा ज्यूले प्राचीन भारतीय ज्ञानबाट प्रेरणा लिएर हृदय र दिमागलाई शिक्षित गर्न र आधुनिक शिक्षा प्रणालीमा प्रभावकारी परिवर्तन ल्याउने बारेमा करिब 5000 विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभयो। परम्परा ज्यूले भारतको परम्परागत ज्ञानद्वारा समृद्ध समाजको लागि प्रशंसा गर्नुभयो र यस ज्ञानलाई पुनरुत्थान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो र भारतका जनतालाई विशेष गरी युवा पुस्तालाई त्यसलाई बढावा दिन प्रोत्साहित गर्नुभयो। Young people should pay more attention about 1000-year-old India's sort of tradition, about mind, about compassion, these things. Please think more. केन्द्रीय तिब्बती प्रशासनले अमेरिकी सिनेटमा तिब्बत चीन द्वन्द्वको समाधानले प्रवर्धन गर्न आह्वान गर्ने द्विदलीय प्रस्तावको परिचयलाई स्वागत गरेको छ। यो प्रस्ताव यस हप्ता मंगलबार चीनमा कांग्रेसको कार्यकारी आयोगका सह-अध्यक्ष सिनेटर जेफ मार्कली, विदेश सम्बन्ध समितिका सदस्य सिनेटर टोड यङ र तिब्बतका लामो समयदेखि समर्थक र परम्परा ज्यूका प्रिय मित्र सिनेटर प्याट्रिक लेही प्रस्तुत गरेका थिए। केन्द्रीय तिब्बती प्रशासनका सिजोङ पेम्बा छिरिङले प्रस्ताव पेश गरेकोमा सिनेटरहरूलाई धन्यवाद दिनुभयो र अमेरिकी कांग्रेसका सदस्यहरूलाई कांग्रेसका दुवै सदन र राष्ट्रपतिको डेस्कबाट बिललाई सफल पारिदिन आग्रह गर्नुभयो। गत हप्ता शनिबार सिजोङ पेम्बा छिरिङले जम्मू स्थित जम्मू विश्वविद्यालयको बौद्ध अध्ययन विभागको सहकार्यमा भारत तिब्बत सङ्घले आयोजना गरेको 2 दिने राष्ट्रिय कार्य समिति बैठकको उद्घाटनमा भाग लिएका थिए। भारत तिब्बत सङ्घका राष्ट्रिय उपाध्यक्ष रिटायर्ड मेजर जेनरल नीलेन्द्र कुमार सहित प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको सिजोङले करिब 20 मिडिया हाउसका पत्रकारहरूसँग पत्रकार सम्मेलनको अध्यक्षता गरेका थिए। दुवैले अरुणाचलमा हालैमा भएको सीमा घुसपैठको बारेमा आफ्नो विचार साझा गरे र मिडियालाई जवाफ दिँदा भारतको सुरक्षामा चिन्ता व्यक्त गरेका थिए। यस हप्ता मंगलबार केन्द्रीय तिब्बती प्रशासनका सिजोङ पेम्बा छिरिङले क्यानाडाका सांसद गार्नेट जुनेसलाई पत्र लेखेर तिब्बतको मध्यमार्गी दृष्टिकोण र तिब्बती प्रतिनिधि र चीनिया सरकार बीचको वार्ता गर्ने प्रस्तावलाई संसदमा सर्वसम्मतिको समर्थन प्राप्त गरेकोमा उहाँलाई धन्यवाद दिनुभएको छ।
विश्वभरका 15वटा विधायकहरूको समूहले युगुर क्षेत्र र तिब्बतमा बायोमेट्रिक निगरानी गर्न चिनिया सरकारलाई प्रविधिहरू उपलब्ध गराउने अमेरिकी फर्म थर्मो फिशर कम्पनीहरूसँगको व्यावसायिक गतिविधिहरूको अनुसन्धान र निलम्बन गर्न सम्बन्धित सरकारहरूलाई आह्वान गरेको छ। तिब्बती स्वायत्त क्षेत्रमा चिनिया पुलिसहरूलाई डिएनए किटहरू बेचेकोमा चिन्तित चीनमा अमेरिकी कांग्रेस कार्यकारी आयोग सीईसीसीले वैज्ञानिक उपकरणको अमेरिकी आपूर्तिकर्ता थर्मो फिशर साइन्टिफिकका सीईओ मार्क क्यास्परलाई द्विपक्षीय पत्र पठाएको छ। थर्मो फिशरले चीनलाई तिनीहरूको बिक्रीमा प्रतिबन्ध लागू गर्ने बारेमा विचार गर्ने अनुरोध गर्ने पत्र सिनेटर जेफ्री ए मार्कले, प्रतिनिधि जेम्स पी मैगोवन, सिनेटर मार्को रूबियो र प्रतिनिधि क्रिस्टोफर एच स्मिथले हस्ताक्षर गरेका थिए। क्यानबेरा स्थित तिब्बत कार्यालयका प्रतिनिधि कर्म सिंघेले आफ्नो चीन भ्रमणको पूर्व सन्ध्यामा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वङलाई पत्र लेख्दै आफ्ना समकक्षी वाङ यी र चिनिया कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग तिब्बतको मुद्दा उठाउन आग्रह गर्नुभएको छ। त्यस्तै अस्ट्रेलिया तिब्बत काउन्सिल एटीसीले पनि परराष्ट्र मन्त्रीलाई पत्र लेखेर तिब्बत कार्यालयले गरेको यस्तै अनुरोधलाई दोहोऱ्याएको छ। तिब्बत सोलिडेरिटी मुभमेन्ट ग्रुपले जेनेवामा भएका संयुक्त राष्ट्र सङ्घको भवन अगाडि एकबद्धता प्रदर्शनको 1 दशक पूरा गरेको छ। तिब्बतमा निरन्तर दमनमा परेका तिब्बतीहरूसँग एकबद्धतामा खडा हुन नोभेम्बर 2011मा स्विस आधारित 5 तिब्बती परिवारहरूले तिब्बत सोलिडेरिटी आन्दोलन सुरु गरेका थिए। तिब्बत सोलिडेरिटी मुभमेन्ट समूहका सदस्यहरूलाई स्वीकार गर्न र कृतज्ञता व्यक्त गर्न तिब्बत ब्युरो जेनेवाका कल्डेन छोमोको साथमा प्रतिनिधि ठिले छुकीले प्रदर्शन स्थलको भ्रमण गर्नुभएको छ। हस्त यसका साथै आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।